रोबोटसँग मिक्सअप गरेर चाहिँ हामीले कुनै पनि सर्भिस डेलिभरी चाहिँ कस्तो किसिमको हुनसक्छ, नेपाल सरकारको सर्भिस डेलिभरी चाहिँ कसरी रोल मोडलको सर्भिस डेलिभरी हुनसक्छ भन्ने कुराको चाहिँ हामीले यो कुरालाई चाहिँ हामीले एउटा कम्बिनेसनको एउटा सिस्टम बनाउन खोजेको। हामीले पहिला सुरु चाहिँ एउटा सफ्टवेयर र मोबाइल एप बनाएको छौँ। त्यो सफ्टवेयर र मोबाइल एपमा चाहिँ हामीले एआईलाई इम्प्लिमेन्ट गरेको छौँ। त्यो एआईलाई चाहिँ अब फेरि हामीले रोबोटमा चाहिँ इन्टिग्रेसन गरेको छौँ। त्यो भएपछि के भयो भने अब हामीसँग रोबोट भयो, आर्टिफिसियल इन्टेलिजेन्स भयो, सफ्टवेयर भयो, मोबाइल एप भयो र अझै हामीले के गरेको छौँ भने तपाईँको एआईलाई चाहिँ हामीले मेसेन्जिङ प्लेटफर्ममा पनि होइन, जस्तो तपाईँको फेसबुक मेसेन्जर भयो त्यसमा पनि हामीले चाहिँ इन्टिग्रेसन गरेको छौँ। यसले चाहिँ के गर्छ भने ओभरअल कुनै पनि मान्छेले नेपाल सरकारसँग सर्भिस लिन जाँदाखेरि, जस्तो लाइक तपाईँ कुनै एउटा पालिकामा जानुभयो, तपाईँ कुनै पालिकामा जाँदाखेरि चाहिँ तपाईँले चाहिँ आफ्नो लागि एउटा भनौँ न बाटो प्रमाणितको सिफारिस माग्नुहुन्छ या घर जग्गा सिफारिसको लागि माग्नुहुन्छ या व्यवसाय दर्ताको लागि चाहिँ तपाईँ जानुहुन्छ होइन। त्यो कुराहरू चाहिँ बिस्तारै तपाईँलाई चाहिँ अब मोबाइल एपबाटै तपाईँको काम गर्न सकियोस्। त्यस्तै गरी त्योभन्दा पनि बियोन्ड चाहिँ तपाईँले फेसबुक मेसेन्जरबाट पनि सर्भिस लिन सक्नु पऱ्यो क्या। तपाईँलाई अब गभर्मेन्टले होइन कि गभर्मेन्टको फेसबुक मेसेन्जरले पनि आफ्नो एआईको थ्रुबाट सर्भिस दिन सक्नु पऱ्यो भन्ने हाम्रो कन्सेप्ट हो होइन। अब त्यो कन्सेप्टमा अझै हामीले चाहिँ के इन्टिग्रेसन गर्न खोजेको भने त्यसमा अझै रोबोटलाई पनि कसरी हामीले युटिलाइजेसन गर्न सकिन्छ। जस्तो अब हेल्प डेस्क तपाईँको काउन्टरमा जानुभयो भने अब सरकारी कर्मचारीहरू चाहिँ धेरै काममा बिजी हुनुहुन्छ, थोरै कर्मचारीहरू हुनुहुन्छ। अब थोरै कर्मचारीले धेरै सर्भिसहरू दिन पनि सकिँदैन किनकि स्टाफहरू नै थोरै छ नगरपालिकाहरूमा। त्यसको लागि हामीले के गर्न सक्छौँ भने हामीले एउटा रोबोट राख्थ्यौँ जाने चाहिँ कुनै पनि पब्लिकहरू आएर, सेवाग्राहीहरू आएर, नागरिकहरू आएर चाहिँ मैले त्यो सेवा कसरी लिने, किन लिने, अनि कुन कुन प्रोसेसहरू अप्नाउनुपर्छ भन्ने कुराहरू चाहिँ उहाँले रोबोटसँगै सोध्न पाउनुभयो भने यो हाम्रो रोबोटभित्र इन्टिग्रेसन भएको एआई बेस सफ्टवेयर सोल्युसनले चाहिँ अटोमेटिक उहाँहरूलाई चाहिँ सर्भिस दिन सुरु गर्छ। अनि त्यो हुने बित्तिकै के हुन्छ भने भोलिको दिनमा चाहिँ नागरिकहरूले यो लेभलमा चाहिँ तपाईँको बियोन्ड दि अहिले भनौँ न आजको समय युग सुहाउँदो किसिमको सर्भिसको डेलिभरी हुन्छ। नगरपालिकाले पनि धेरै स्टाफ्सहरू राख्नुपर्ने, काउन्टरमै धेरैजना हुनुपर्ने, हरेक मान्छेलाई चाहिँ यो त्यो भनेर भनेको भनै गर्नुपर्ने, त्यो खटाउनु त्यो झन्झटबाट मुक्त पनि हुन्छ। त्यसपछि के हुन्छ भने नागरिकहरूले पनि मैले के डकुमेन्टहरू बोकेर आउनुपर्ने रहेछ, मेरो प्रक्रियाहरू के हो भन्ने कुराहरू पनि उहाँले पनि त्यो अहिले कस्तो किसिमको कन्फ्युजन छ भने नेपालमा तपाईँ जानुभयो भने 4वटा डकुमेन्ट तपाईँले बोकेर जानु पर्थ्यो भने तपाईँले 3टा मात्रै डकुमेन्ट लगेको हुनसक्छ। त्यो 3टा मात्रै डकुमेन्ट लगे पनि तपाईँले के गरिदिनु नगरिदिनु भनेर भन्नुहुन्छ होइन। अब त्यसपछि अगाडिको अफिसरले गर्ने कि नगर्ने त उहाँहरूलाई एक किसिमको झन्झट हुन्छ क्या, किनकि उहाँहरूले त त्यो प्रक्रियाहरू सबै पुर्याएर मात्रै काम गर्नुपर्ने हुन्छ। उहाँले विधिको शासनमा हिँड्ने हो होइन, त्यो जुन नियम छ नियम कानुनलाई फलो गर्नुपर्ने हो। अब त्यसपछि के भने अब यो रोबोटले तपाईँले यो डकुमेन्ट चाहिन्छ, यो डकुमेन्ट हाल्नु, यो डकुमेन्ट भएपछि मात्रै म अगाडि बढ्छु भन्ने बित्तिकै के हुन्छ भने उसले नै कन्ट्रोल गरिदिन्छ। अब मेसिनसँग त उहाँहरूले केही भन्न मिलेन नि त, र त्यो प्रक्रिया त पुर्याउनु पऱ्यो नि त। जस्तो तपाईँलाई सफ्टवेयर, मोबाइल एप र यो रोबोटले चाहिँ यसरी यो लेभलमा चाहिँ सफ्टवेयरको सोल्युसनहरू, सर्भिसेसहरू तपाईँको दिन थाल्छ होइन। त्यो दिन थाल्ने बित्तिकै चाहिँ अब उहाँहरूलाई चाहिँ ट्रस्ट पनि फेरि के बढ्छ भने जस्तो आजसम्म चाहिँ हामीले मोबाइल एपसम्मको मात्रै परिकल्पना गरेर छौँ क्या। अब मान्छेले मोबाइल एप भन्ने किसिमको कुरा हुन्छ, तर अब रोबोट पनि भएपछि जसलाई चाहिँ प्रविधिसँग त्यति रुचि छैन, जो चाहिँ त्यति धेरै प्रविधिसँग चाहिँ फेमिलियर हुन चाहनुभएको हुन्न, उहाँलाई पनि रोबोट देखिसके पछाडि चाहिँ अलिकति यो रोबोटसँग इन्ट्रेक्सन गरौँ न त, यसलाई काम गराएर हेरौँ न त भन्दाखेरि बिस्तारै ती मान्छेहरूको पनि प्रविधिप्रति चाहिँ तपाईँको रुचि बढ्दै जान्छ भन्नको लागि चाहिँ हामीले बिचमा हाम्रो सफ्टवेयर र एआईलाई चाहिँ हामीले रोबोटसँग पनि इन्टिग्रेसन गरेर चाहिँ हामीले सर्भिस सुरु गरेको हौँ।